लिपुलेकमा भारतीय सेनाको नाङ्गो हस्तक्षेप। नेपाली सेना भने टुडी खेलमा जात्रा देखाउनै व्यस्त। अब नेपाली सेनालाई ब्यारेकबाट निकालेर सिमानामा खटाउनु पर्ने माग। हो दर्शकबिन, अब नेपाली सेनालाई ब्यारेकमा थन्क्याउने होइन, सिमानामा खटाउनु पर्छ भन्ने माग तीव्र बनेको छ। भारतले लिपुलेकमाथि नाङ्गो हस्तक्षेप गर्न थालेपछि नेपाली सेनालाई ब्यारेकबाट निकालेर सिमानामा पठाउनु पर्ने आम नेपाली जनताको माग रहेको छ। हाम्रा पुर्खाहरूले अंग्रेजसँग वीरतापूर्वक लडेर जोगाएको भूमि त्यही अंग्रेजले गुलाम बनाएको भारतले अतिक्रमण गर्न खोज्छ भने भारतलाई अब नेपालले सबक सिकाउनु पर्ने आम नेपाली जनताको धारणा रहेको छ। रोटी र बेटीको सम्बन्धको नाममा वीर नेपालीहरूको भूमिमाथि भारतीय दादागिरी अझै सहेर बस्ने कि भारतलाई उसको औकात देखाउने भन्ने प्रश्न अहिले सबैको मनमा उब्जिएको छ। सन् 1962 मा चीनसँग युद्ध हारेर ज्यानको भीख माग्दै नेपालसँग शरण लिन आएको भारतीय सेना